नमस्ते सबैलाई। आज हामी हाम्रो पहिलो भिडियो कसरी सुरु गर्ने भनेर सोच्दै गर्दा अन्ततः यो सानो मिनी ब्लग हजुरहरू सामुन्ने ल्याएको छु। हामी हप्ताभरि काममा यति व्यस्त हुन्छौँ कि एकअर्कासँग राम्रोसँग समय बिताउन पनि मुस्किल पर्छ। तर बिदाको दिन भने चाहिँ हाम्रो लागि खास दिन हुने गर्छ। आज हामीले सोच्दै थियौँ खाना खानको लागि बाहिर जानेछौँ, तर खाना खानलाई बाहिर जानुभन्दा रुममै केही मिठो बनाएर खाँदाखेरि बेस्ट हुन्छ भनेर कि नेपाली स्वादको खाना घरमै बनायौँ। गुन्द्रुकको अचार, मिनी ब्लग भनेर बनाएको भिडियो बनाउँदै अलि लामै भएछ। धेरै थरी तरकारी अचार बनाएका छौँ नि त। गुन्द्रुकको अचार अनि हामीले खाना बनाउँदा यति धेरै परिकार भयो कि थाहा नै भएन। हामी चाहिँ प्रायः बिताएको दिन यसरी नै बिताउने गर्छौँ। मेरो बुढाले खाना चाहिँ मिठो बनाउनुहुन्छ, म चाहिँ खाना चाहिँ प्रायः बनाउँदिनँ। सफा गर्ने चाहिँ मेरो काम, अनि खाना बनाउने चाहिँ जहिले उहाँकै काम हुन्छ। म त्यति मिठो बनाउँदिनँ नि त। खाना मिठो बनाउनुहुन्छ, त्यही भएर उहाँलाई नै बनाउनु आउँछ प्रायः। अल्छी लाग्दा पनि बनाउनु भन्दै, त्यही नै उहाँलाई खाना बनाउनु चाहिँ कहिले नै अल्छी लाग्दैन। खाना चाहिँ मिठो बनाउनुहुन्छ। मैले बनाउँछु भन्दा पनि म आफै बनाउँछु भनेर आफै अगाडि जानुहुन्छ खाना बनाउनु। मलाई नै सजिलो हुन्छ। माछा देख्नलाई यस्तो भए पनि खाँदा चाहिँ मिठो थियो। देख्नलाई चाहिँ लाइट त्यति थिएन नि त, त्यही भएर भिडियोमा चाहिँ राम्रै आएको छैन कलर। दाल पकाउँदा चाहिँ जहिले हामी यसरी नै जानेर पकाउँछौँ। यसरी पकाउँदा चाहिँ मिठो लाग्छ मलाई चाहिँ। हजुरहरू नि यसरी ट्राई गर्नु, मिठो हुन्छ यो तरिकाले दाल बनाउँदाखेरि। बोरी र आलु यो तरिकाले बनाउँदाखेरि मिठो भएको थियो। पहिला बोरी र आलुलाई एकै ठाउँमा उसिनेर पछि यसलाई मसलाहरू मिक्स गरेर तेलमा भुटेको मिठो भएको थियो तरिका। यताको सागमा चाहिँ अलि धेरै नै माटो हुन्छ कि, त्यही भएर भन्ने बित्तिकै त्यो माटो बालुवा जाँदैन नि त। 10 पानी 12 पानी जति नै पखाल्नुपर्छ, त्यति गर्दा बल्ल जान्छ नि। बनाउँदा यति धेरै परिकारहरू भए। दाल, भात, साग, गुन्द्रुकको अचार, माछाको करी अनि बोरीको तरकारी। मही पनि छ आजको मिनी ब्लग चाहिँ यति नै। मन परेमा लाइक, सब्सक्राइब, कमेन्ट पनि गरिदिनु होला।